आजको यो रेसिपी एकदमै मिठो ब्रोकौलीको अचार। हजुरहरू पनि म जस्तै ब्रोकौली मन नपर्ने हुनुहुन्छ भने हजुरहरूको लागि यो एकदमै राम्रो उपाय हुनसक्छ है। हजुरहरूले पनि एकचोटि अवश्य ट्राई गर्नुहोला, एकदमै मिठो हुन्छ। त्यसको लागि मैले ब्रोकौलीलाई सानसानो गरी यसरी काटेँ अनि मैले थोरै नुन राखेर 2-3 मिनट मात्रै बोइल गरेँ। देख्न सक्नुहुन्छ फ्यात्त भएको छैन, नरम मात्रै भएको छ। त्यसपछि मैले उसिनेको आलुलाई चाहिँ मैले मसिनो गरी यसरी काटेर राखेँ अनि मैले प्याजलाई पनि राखेँ। अनि मैले यहाँ छोपको लागि यो 2 चम्चा जस्तो चाहिँ मैले आलसको धुलो राखेँ अनि मैले 2 चम्चा तिलको धुलो राख्छु। हजुरहरूले आफ्नो इच्छा अनुसार के को छोप राख्ने हो त्यसलाई राख्न सक्यो। अनि मैले नुन राखेँ, त्यसपछि मैले यहाँ रातो खुर्सानी काटेर राखेँ, थोरै धनियाँ पनि राखेँ अनि मैले यहाँ अनि कागतीको रस राखेँ। झान्नको लागि तोरीको तेलमा मेथी फुराएँ, रातो खुर्सानी फुराएँ अनि अलिकति बेसार र अलिकति मैले जिरा धनियाँको धुलो राखेर अनि मैले यसरी माथिबाट झानिदिन्छु। अब झानिसकेपछि अचार मोल्नु त परिहाल्यो अनि मैले हात धोएर आफ्नै हातले राम्रोसँग मजाले मोल्दिन्छु। मैले ग्लोभ्स लाएर चाहिँ मोल्दैन। ग्लोभ्स लाएर अमिलोमा, तातोमा, पिरोमा हाल्दाखेरि ग्लोभ्सको केमिकल पनि खाइन्छ होइन। अनि आफ्नो हात सफा गरेर आफ्नै हातले मुस्दाखेरि चाहिँ अनि ग्लोभ्सको केमिकल खानुभन्दा त आफ्नै हातले मुछेर हेल्दी खानु फाइदा होइन साथीहरू। अनि यस्तो मजाले मुछेँ मैले। अनि त्यसपछि यसलाई मोलिसकेपछि अलि सुक्खा सुक्खा भयो भने अलिकति पानी हालेर गिलो गिलो बनाउन सकिन्छ। त्यसपछि लाएर अब झ्याम्की झ्याम खानासँग